सो हेलो गाइज एन्ड वेलकम टु माई युट्युब च्यानल लर्डसनमा तपाईँहरूको स्वागत छ। आज गाइज हाम्रो चाहिँ कम्युनिटी प्रेजेन्टेसन रहेको छ। हामी चाहिँ सबै सामानहरू तयार पारिसकेछौँ, सबै टोटल रिपोर्टहरू बनाएर रेडी पारिसकेछौँ। अनि अहिले भर्खर हामी सहरी स्वास्थ्य केन्द्रमा पुग्यौँ आफ्नो वार्ड नम्बर 4 मा। यहाँ चाहिँ रहेछन् साथीहरू, अगाडि चाहिँ सताक्षी र निश्चल दाई, अनि अगाडि चाहिँ स्वयंसेविकाहरू हुनुहुन्छ। सरसफाइ कार्यक्रम भइरहेछ। अनि हुन त गाइज अहिले टाइम 2 हुँदैछ, 3 बजेदेखि हाम्रो कार्यक्रम स्टार्ट हुन्छ र कार्यक्रममै भेट हुन्छ अब। सो हाम्रो ब्लगमा चाहिँ 3 जना अरू साथीहरू रहेको छन्, अस्मिता, भूमिका र एलिसा। केही भन्न चाहनुहुन्छ? हामी चाहिँ भर्खर यहाँ सहरी स्वास्थ्य केन्द्रमा आइपुग्यौँ हो। अब चाहिँ त्यहाँ गएर अब हामीले यहाँ गाइज हाम्रो देउदा नगरपालिकामा एउटा ठुलो पाकडीको रुख छ। अनि अहिले हामी चाहिँ कुनै झाडसाड लिन गइरहेछौँ। पाकडीको रुख होइन सताक्षी? हामी अब पाकडीको रुख खोज्न जान्छौँ, तर पाकडीको रुख निकाल्नै मिल्दैन। अब के यस्तै यस्तै हो, यस्तै हो गाइज। हामी यसरी उठ्न मिल्छ यसरी हो। यसरी गाइज रुख बनिहाल्छन्। अहिले 2 शब्द यहाँ फेरि हेलो हेलो हेलो, अरे कोई मेरी आवाज सुन रहा है? हेलो जाऊ चाहिँ सहरी स्वास्थ्य केन्द्रमा सरसफाइ भइरहेको थियो। अनि केटीहरू गाइज उता हिँड्नु। यहाँ अब सरसफाइ कार्यमा सङ्कलन हुन थाल्ने विथ इन्चार्ज सर। अनि यता म र निश्चल दाई चुना लिन बजार गइरहेछौँ होइन दाई? चुना र झाड गाइज, झाड पनि लिनु छ हामीलाई। सो साथीहरू, यो चाहिँ हाम्रो झाड रहेको छ। अनि हुन त हामी चुना पाएनौँ। चुनाको सट्टा दाई के हो त्यो हातमा? हो, व्हाइट सिमेन्ट लिएर आएको छौँ चुनाको सट्टा। यही हो गाइज हाम्रो पाकडीको बोट यहाँ रहेछ। यहाँ केटीहरू आएर काम गर्दै पसिना पसिना। ल सोनु निकाल। गाइज म पनि अब के गर्ने, काम गर्नै पर्यो। मेरो हात यस्तो फोहोर भयो सफा गर्दा। जस्तो सो होइन, अब गर्नै पर्यो। अब हामी काट्दियो कि भिडियो अब त्यतिकै। यस्तो हुन्छ गाइस, झार भनेको यस्तो हुन्छ। अच्छा कस्तो हुन्छ खै, तर हुरुर फाल्नु। सो साथीहरू, यहाँ हाम्रो सोसल म्यापिङको लागि साथीहरू सामान निकालिरहेको छौँ गाडीदेखि। अनि अहिले चाहिँ हामी सोसल म्यापिङ यहीँ गर्ने हो, यो ठाउँमा। यहाँ गर्ने हो सोसल म्यापिङ, यो ठाउँमा, यो रहेको ठाउँमा। हामी गइरहेछौँ। अब कता गइरहेछौँ? सामानहरू लिन, चकहरू लिन। हामी कतिवटा सामान छोडेर चक लिन्छौँ, चक टेपहरू लिन्छौँ। गर्मी छ, यस्तो पानी पर्ने मौसम भए पनि परेको छ। कोअर्डिनेटर सर, धन्यवाद विद्यार्थीहरू। तिमीहरूको प्रेजेन्टेसन हेर्न आएको छु, म राम्रो गरिरहेको छु। यो ग्रुपको नमस्ते। यो देव नगरपालिका ग्रुपको लिडर चाहिँ म। लिडरको आइडी कार्ड अलवेज येल्लो। साथीहरू, अब चाहिँ हाम्रो कार्यक्रम पनि सकिसक्यो। अनि अब हामी चाहिँ रुमतिर लागिरहेछौँ। त्यहाँ छन् साथीहरू, फोटोहरू खिचाइरहेछन्। प्रेजेन्टेसनको बेलामा ब्लग चाहिँ गराउन पाइएन, किनभने प्रेजेन्टेसनमा अलि व्यस्त भइयो। सो प्रेजेन्टेसनको पार्ट मैले हालेन। सो साथीहरू, हाम्रो चाहिँ प्रेजेन्टेसन सकिसक्यो।
अब मोमो पार्टी गाइस मोमो